एक दिनको कुरा हो, हरियाली जङ्गलमा एउटा चलाक स्याल बस्थ्यो। ऊ एकदमै भोकाएको थियो। ऊ खाना खोज्दै भौतारिँदै हिँडिरहेको थियो। त्यत्तिकैमा उसको नजर एउटा बाख्राको सानो, मोटो र कालो पाठोमाथि पर्यो। स्यालको मुखमा पानी आयो। ऊ सोच्न थाल्यो, आजको खाना त पक्का यही भयो। स्याल बिस्तारै चलाखी ढङ्गले पाठोको पछि लाग्यो, तर त्यो पाठो पनि लाटो थिएन। उसले स्याललाई देखिसकेको थियो। डरले उसको मुटु ढुक ढुक गर्न थाल्यो अनि ऊ दौडिन थाल्यो। म त जसरी पनि बच्नै पर्छ भन्ने सोच्दै। जङ्गलभर स्याल र पाठोको दौडधुप चल्यो। स्याल नजिकिँदै गयो र पाठो अझै छिटो भाग्दै गयो। अन्ततः तिनीहरू एक खोलाको किनारमा पुगे। खोलाको पानी गर्जिरहेको थियो र पाठोको मनमा डर फैलियो। अब त म बाँच्छु कि मर्छु? त्यो डरले नै उसलाई घरतिर फर्किने हिम्मत दियो। ऊ दौडान्दै घर पुग्यो र तुरुन्तै ढोका बन्द गर्यो। स्याल पनि त्यहीँ आइपुग्यो र ढोका बाहिर बसेर भन्यो, ओइ पाठो, त घरभित्र लुकेर के गर्छस् र? घर भेटीले तँलाई बाँकी राख्दैन नि, बाहिर निस्की, म तँलाई केही गर्दिन। पाठोले हिम्मत बटुलेर जवाफ दियो, हे स्याल, तिमीले भनेको कुरा त तिम्रो लागि ठिक होला, तर मेरो विचार फरक छ। घरधनीले मलाई समातेर खायो भने पनि म उसकै संरक्षणमा छु, तर बाहिर निस्के भने त तिमीले मलाई तुरुन्तै खाइहाल्छौ। त्यसैले तिमी तिम्रो बाटो लाग, म मेरो घरमै सुरक्षित छु। स्याल केही क्षण मौन रह्यो। उसको मुख सुकेको थियो, नजर खाली थियो। ऊ सोच्दै भन्यो, आज पनि भोकै बस्नुपर्ने भयो। अनि उदास भएर ढल्किन्दो घामतिर फर्कियो र जङ्गलको बाटो लाग्यो र अन्धकारमा हरायो।